हेलो साथी नमस्ते। आउनुहोस् है सबैजना मिलेर यो डल्ले च्याउलाई पनि मासु जस्तै मिठो गरेर पकाएर खाऊँ। एक प्याकेट डल्ले च्याउ लिएको थिएँ, यसलाई मैले सफा गरेर यसरी पखालेको छु। अनि पखालेर मैले यसलाई चाहिँ मसिनो पिस गरेर कटिङ गरेँ। यो मसिनो पिस चाहिँ किन गरेको भन्दाखेरि छिटो पाक्छ नि त, अनि त्यही भएर यसलाई मसिनो पिस गरेर काटेँ है। अनि त्यसरी च्याउ यसरी पकाउनुभन्दा अगाडि चाहिँ म मसलाहरू सबै रेडी गर्छु। अनि मसँग भएको सबै मसलाहरू चाहिँ मैले यसरी रेडी गरेको छु। टमाटर, प्याज, जिरा धनियाँको धुलो, अदुवा लसुनको पेस्ट, अनि थोरै गरम मसला र थोरै धुलो खोर्सानी पनि। धुलो खोर्सानी चाहिँ म थोरै नै राख्छु, किनभने मेरो बेबीले पनि खान्छन् नि त, त्यो भएको कारणले। ल अब मैले चाहिँ कराई बसाउनु सुरु गरेँ। कराई पनि तातिएको छ, यसमा मैले तेल पनि हालेँ है त साथीहरू। र यसरी सब्जी पकाउँदा पकाउँदै म चिया पनि खान्छु क्या। चिया चाहिँ मेरो एकदम बेस्ट हो नि त, मलाई एकदम मनपर्छ। त्यो भएको हुनाले चिया खाँदै सब्जी पकाउँदैछु। अनि कराई तेल तात्यो, तेल तात्यो मेथी हालेँ थोरै है। अनि मेथी चाहिँ मलाई एकदमै मनपर्छ, त्यसपछि मेथी हालेँ। अनि त्यसरी मेथी अलिक रातो रातो कालो भएपछि चाहिँ प्याज हालेँ मैले यसरी। अनि प्याज हालेर मजाले चलाएँ, प्याज तेलमा मजाले भुनियोस् भनेर है। अनि त्यसरी प्याज यसरी चलाएर अलि रातो रातो हुन्छ नि त। अनि रातो भएपछि चाहिँ अघि काट गरेको मैले त्यो मसरुम हालेँ, जुन मसिनो गरेर काटेको थिएँ। यो मसिनो गर्नुको कारण चाहिँ छिटो पाकोस् भनेर है साथीहरू, अघि पनि भने मैले। अनि यसरी मसरुम हालेँ, मसरुम हालेर चाहिँ मैले यसरी चलाएँ, किनकि चलाउँदाखेरि चाहिँ मजाले सबैतिर तेलहरू प्याजहरू पुगोस् भनेर मजाले चलाउने एकछिनसम्म है। मैले पनि यसरी एकछिनसम्म चलाएँ नि त। अनि त्यसरी चलाइसकेपछि अब मजाले यसमा माथिबाट के राख्छु भन्दाखेरि बेसार। अनि यसरी अब माथिबाट हेर्नु है, म यो खालको घरमै बनाएको आफ्नो अर्ग्यानिक बेसार हो नि त। अनि बेसार राखेँ, बेसार राखेर पनि फेरि नुन हालिहाल्ने साथीहरू, पहिले बेसार राखेको चलाउने। अनि मैले यसरी बेसारहरू हालेर चलाएँ फेरि मजाले। अनि त्यस पछाडि अब फेरि म नुन राख्छु। नुन चाहिँ हजुरहरूले आफूलाई चाहिने अनुसार अथवा स्वाद अनुसार राख्नु होला। हामी चाहिँ अलिकति कडै खान्छौँ नि त, मेरो प्रेसर लो भएकोले त्यसरी म अलिक धेरै नै राख्छु, किनभने म यसलाई ग्रेभी पनि बनाउँछु, त्यही भएर अलिक धेरै नै नुन राखेँ। अनि नुन राखेपछि पनि फेरि मैले यसलाई मजाले चलाएँ फेरि चलाएर छोपेपछि एकछिन पछिको हो यो चाहिँ। ल यसरी हल्का रोस्ट भइसकेको छ है, मजाले रातो रातो देख्नुहुन्छ नि, कस्तो मजाको रातो भयो। यसमा मैले हेर्नु त जिराको धनियाँ, अघि मैले जुन मसला रेडी गरेको थिएँ नि त, अनि धनियाँ पाउडरहरू यसरी हाल्छु क्या। अनि सबै हाल्दै मजाले चलाउँछु, चलाएर एकछिन चलाउने। अनि त्यस पछाडि मसला हाल्दै एकछिन भुट्ने गऱ्यो भने चाहिँ मसला पनि मजाले पाक्छ अनि टेस्टी एकदम मिठो हुन्छ। र मैले फेरि के गरेँ, अदुवा